तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो YouTube च्यानलमा न्यू भ्लग। आज मेरो काम भनेको हाम्रो ट्र्याक्टरको यो टायर पछाडीको त्यो बिग्रियो एउटा। त्यसपछि म सरासर खोज्न जानुपर्ने हुन्छ गाउँमा ट्र्याक्टर कस्तो गरेका छन् भने एउटा दुईटा मेरो साथीहरु थिए अनि मैले साथीलाई फोन गरेँ, कहाँ छ तिमी, कस्तो छौ भनेर। उनीहरुले चाहिँ अब मलाई हेर्न आऊ भनेर बोलाइरहेको थिए। अब म चाहिँ जान्छु, अब यहाँबाट जान्छु बकुवातिर, मेरो साथीको घरतिर। अब हामी जान लागेको बकुवा। समीर ए प्रो मैक्सको ड्राइभर भइसक्यो। अब हामी यहाँदेखि बकुवा मेरो साथीको घर जान्छौँ, साथीले भेट्न बोलाछन् मलाई। त्यही भएर यो टायर पनि खोज्ने कार्यक्रम पनि भइरहेछ। अब हामी चाहिँ सिधै बकुवा गयौँ। बकुवा त देख्नुभएको छैन होला, म तपाईहरुलाई बकुवा मकुवा सब देखाइदिन्छु। जाम समीर जाम, यो ठुलै बाइकमा जाने। अब चल्दिम। ओहो धेरै त्यो चस्मा लगायो भने हेन्डसम देखिन्छु। कोही फेरि आफ्नो आँखा फुटाउलान्, यति राम्रो केटा को हो भनेर। आँखा यसरी नलगाऊ, आँखा पात्ता निकाल्दिलान्। फेरि हेन्डसम हुनु पनि गाह्रो छ साथीहरू। म यो तान्छु। अब यस्तो अब बस्यो बाइकमा गइदैछ सररररर। अब हामी हिँडेको बिस्तारै गइसक्यो। अलिकति भिडियो जस्तो भयो त बाइक बनाउनु पर्ने थियो। धेरै आवाज आउँछ, त्यही बाइक लैजाउँ है। धेरै प्यारो आवाज आउँछ है। यार त्यही लैजाउँ है। हेर त लास्टै आवाज आयो ऊ त्यहाँबाट घुमा। यो बाइकको अलि अर्कै आवाज आयो। केमचेनमा धेरै समस्या आयो, बिस्तारै घुमाइछ। अब हामी त्यो अर्को त्यही आफ्नै बसन्ती लिएर जानुपर्ने अवस्था आयो हामीलाई। यो बाइक कडकड भयो साथीहरू। यसको केमचेन बिग्रियो। अब फेरि हामी चाहिँ आफ्नै प्यारी सुन्दरी बसन्तीलाई लगेर जाने निर्णय गरेर हामी फिर्ता भयौँ। जे छ बसन्तीमै छ, त्यसमा लोड ल्याउनु हुन्थेन। अहिले लोड आउने जस्तो छ उताबाट, त्यही भएर हो। अब त्यही पनि केही छैन, त्यही लगेर जान्छौँ। अब फेरि त्यो बाइकले भने साथीहरू म अब अर्को बाइक लिएर जाँदैछु। आज हाम्रो घरमा पाहुनाहरू आउनु भएको छ। पाहुनाहरू फेरि यो के गरे यसको नाम धनिया लिन आउनु भएको छ। धनिया के धनिया, यो चाहिँ हाम्रो ऊ होला बिछाउनको लागि टायरहरू बनिरहेछ। यदि कसैलाई चाहिएको अवस्थामा ट्याक्क मलाई सम्पर्क गर्नु होला। एउटा दिन सक्छु फ्रीमा, अरू पैसा पर्छ। यसलाई पनि एकछिन स्टार्ट गरेर ल पहिल्यै वहीँ तान्न सक्नु छैन, पहिल्यै चढिहाल्छ फेरि। हामी हाम्रो यात्राको क्रममा छौँ। हामीले पेट्रोल हालेर हामी चाहिँ जङ्गलमा पुगेछौँ। चिक्टैयाको जङ्गलमा पुगल बाटी हाम्रो यस्तो। अब हामी जाने आज भोलि यस्तो दामी पहेँलो हरियो मात्रै भइरहेछ क्या यो जङ्गलको। यो रुखहरू पातहरू अगाडि यस्तो दामीसँग झरिरहेको थियो। हामी जाँदा झरेर सकिहाल्छ, सकिएको खै कताबाट हावा थियो मजाले। यस्तो दामीसँग पात झरिरहेको थियो। त्यो क्याप्चर गर्न पाए त राम्रो हुन्थ्यो, मजा आउँथ्यो। पात सकिए, यसरी पात सकिए। यहाँनिर धेरै झर्दो रहेछ नि, त्यो रुख एकदम बड्ड भइसक्यो साथीहरू, त्यही भएर पनि हो। अहिले बिस्तारै अलिअलि मात्र झरिरहेछन्। जुन झर्नुपर्ने थियो त्यो झरेर सकिसके। त्यो फाइलग भइसक्यो। अब त्यसपछि म जान लाग्यो, अघि भनिरहेको थिएँ नि तपाईँहरूलाई, म जान लाग्यो भनेको टायर खोज्नु हो कि, ट्रलीको टायर खोज्नु हो। जहाँ ट्र्याक्टर देख्छु रोकाएर सोध्छु, ए दाइ टायर दिने हो भनेर। हाम्रो यात्रा जारी छ।
म चस्मा लाउँछु ल। कपाल काट्ने होइन, भिसा नलागेसम्म यस्तै पालेर बस्ने हो। हाम्रो हरिबिजोग सुरु भइसक्यो साथीहरू। उता देख्न सक्नुहुन्छ हाम्रो बसन्ती। त्यो के भइ मरिगई। खै के भइगयो, स्टार्ट हुन ला छैन। काम धेरै छ, हाम्रो काम धेरै छ, स्टार्ट हुन ला छैन। हाम्रो सलिम दाइ आउँदै हुनुहुन्छ, यसको हेरविचार गर्ने। यसको डाक्टर आउनु लाग्नुभएको छ। अहिले चाहिँ धन यस्तो ठाउँमा कि जङ्गलमा छौँ, जङ्गलको बिचैमा छौँ। आउनु त के आउनु, त्यही पनि बिजोग भयो साथीहरू, बिजोग भयो। टायर लिन जाने चक्करमा के भयो, के भयो। माया लाग्थ्यो बाइकको, अब त भइसक्यो। अब चाहिँ उहाँ नआउने, मिस्त्री नआउने बेलासम्म, यसको डाक्टर नआउने बेलासम्म हामी यस्तै गरी बस्ने कुरा गर्ने काम मात्रै भइरहेछ। अरू त के हुन्थ्यो र। अब यहाँबाट गएर फेरि भुरीगाउँ जानु छ। दिनमा 100 किलोमिटर त हिँड्नै पर्छ, डाक्टरले त्यही 100 किलोमिटर हिँड्नु भनेको छन् दिनमा। अब यहाँबाट बकुवा जान्छु, अहिले बाइक बन्यो भने फेरि बकुवाबाट घर जान्छु, अनि फेरि ठाकुरद्वार आउँछु हिमालयन ब्याङ्कमा चिसो हावा खान। त्यसपछि फेरि घर जान्छु, अनि फेरि जान्छु भुरीगाउँ। भोक लाग्छ त्यति बेलासम्म, त्यसपछि नास्ता खान भुरीगाउँ जान्छु। 65 भन्थे पहिला, 65 रुपियाँ परेर आजभोलि 140 कि कति पर्छ। त्यहाँ गएर त्यो नखाए कुरै भएन। अब म तपाईँलाई सिधै यहाँबाट उता जाँदा त के देखाउनु, अहिले भुरीगाउँ 65 खाने बेला देखाउँछु। भुरीगाउँ पुगिसक्यौँ। आज हाम्रो बाइकले धेरै धोका दियो, अनि त्यो बड्डोलाई बसन्तीलाई लगेर घर राखिदियो। अब यहाँ आइसकेपछि त 65 खान परिहाल्यो। त्यही भएर अहिले चाहिँ हामी यहीँ छौँ। अहिले तपाईँलाई रातो मासु देखाउँछु ल। हेरेरै चित्त बुझाउनु, म खाएर चित्त बुझाउँछु। यस्तो बिर्सिहाल्छु यार, कहिले आउला भनेर हामी वेट गरिरहेको छौँ। चिसो खान्छ, पानी खान भइहाल्यो नै। चिसो त मैले खान्छ। हामी यही मोमेन्टको प्रतीक्षामा थियौँ। हामी यही मोमेन्टको प्रतीक्षामा थियौँ साथीहरू। अब यस्तो अब खाएर हामी निस्किनु पर्ने हुन्छ। त्यही भएर अब नदेखाउँला धेरै खाएको, आँखा लाग्दिन पनि सक्छन् साथीहरू। त्यही भएर अहिले खाएँ आजलाई। अब म खान्छु, मेरो गइसकेपछि अरू कामहरू हुन्छ, त्यही भएर म अरू भिडियो बनाउन पाउँदैन। आजलाई यति नै, अनि भोलि भेट्नुपर्छ ल केटाकेटीहरू। बाई।